किसान खेत खन्दैछ। अचानक उनको कुटोले 3वटा नागका बच्चा भेट्टाउँछ र उनी ती बच्चालाई मारिदिन्छन्। उनलाई थाहा छैन ती बच्चाकी आमा आहारा खोजेर फर्किँदैछिन्। जब ती बच्चाहरूकी आमा फर्किन्, आफ्ना सबै बच्चा मरेको देखेर उनी रिसले चुर भइन्। उनले तत्काल किसानलाई मारिन्, तर उनको रिस मरेन। उनी किसानको घरमा गइन् र श्रीमती अनि 2 छोरालाई पनि मारिदिइन्। संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन्। नागिनीले उनलाई पनि खोज्दै हिलेपछि बाटोमा फेला पारेर मार्न खोजिन्। मृत्युको मुखमा पुगेकी छोरीले नागिनीसँग अनेक अनुनय विनय गर्दै नमार्न र पूजाआजा गरेर दूध खान दिने बिन्ती गरिन्। नागिनीले दया गरेर उनलाई छोडिन्। मृत्युको मुखबाट बचेर प्रसन्न भएकी छोरीले नागिनीलाई षोडशोपचारले पूजा आराधना गरी कचौरामा दूध खान दिइन्। छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले वर माग्न भनिन्। छोरीले मौका छोपेर आफ्ना मातापिता र भाइहरूलाई जीवनदान दिनुहोस् भनी वर मागिन्। नागिनीले तथास्तु भन्दै किसानका सपरिवारलाई बचाइदिइन्। नागिनीले किसान परिवारलाई बचाइदिएको यो दिन श्रावण शुक्ल पञ्चमी थियो। त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास गरिन्छ। त्यसैले त आज घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग वा सर्प जस्ता घिस्रने जनावरलाई नमार्ने नियम छ। यही कुरा बुझेर ऋषिमुनिहरूले नागपूजा गर्ने रीत पसालेको विश्वास छ।